आदरणीय सम्पूर्ण 3 करोड नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, सेवा नमस्कार। म सन्तोष थान्टी थाङमी आजको यो ऐतिहासिक अवसरमा थामीचागु.com को तर्फबाट नेपालका सम्पूर्ण जनता, हिमाल, पहाड, तराईका हरेक नेपालीहरूलाई हार्दिक अभिवादन व्यक्त गर्छु। नेपाल आज स्वतन्त्र सार्वभौम गणराज्य हो। यो कुनै राज परिवारको निजी सम्पत्ति होइन, न कुनै व्यक्तिको अधीनमा चल्ने राज्य। यो हामी सबै नेपालीको साझा मातृभूमि हो, जहाँ जनता नै सर्वोच्च छन्। तर कतिपय सत्तालोभीहरू जसले वर्षौंसम्म विशेष अधिकार भोगे, जनतालाई दमन गरे, उनीहरू आज गणतन्त्र उल्ट्याएर राजतन्त्र फर्काउने सपना देखिरहेका छन्। सुन राजावादीहरू, तिमीहरूको निरङ्कुश शासन जनताले अन्त्य गरिसकेको छ। तिमीहरूको सिंहासन ढलिसकेको छ, त्यो फेरि उठ्ने छैन। तिमीहरूले अब झुट, भ्रम र संकीर्ण राष्ट्रवादको नाममा जनतालाई भड्काउने प्रयत्न नगर। तिमीहरू नेपालका उत्पीडित आदिवासी, जनजाति, दलित, मुस्लिम, मधेसी, सीमाङ्कृत, उपेक्षित समुदायहरूको अधिकार स्वीकार्न चाहदैनौ, किनभने तिमीहरूलाई हिजोकै सामन्ती काजीवाद मन परेको छ। तिमीहरू अझै पनि राजाको भर्याङ चढेर जनतालाई अधीनमा राख्ने कल्पना गर्छौ। तर नेपाल अब पछि फर्किने छैन। नेपाल अब अघि बढ्नेछ। अब सिंहासनमा राजा होइन, जनता बस्नेछ। अब निर्णय सिंहदरबारको केही व्यक्तिले होइन, जनताले गर्नेछ। किन आवश्यकता छ गणतन्त्र? राजतन्त्र भनेको जन्मसिद्ध विशेष अधिकार हो। गणतन्त्र भनेको जनताको अधिकार हो। राजतन्त्र भनेको निरङ्कुश शासन हो। गणतन्त्र भनेको जनताको सर्वोच्चता हो। राजतन्त्र भनेको दमन र विभेद हो। गणतन्त्र भनेको स्वतन्त्र, समानता र सहभागिता हो। त्यसैले नेपालका सबै सचेत नागरिकहरू एकबद्ध बनौँ। हामीले गणतन्त्रको रक्षा गर्नुपर्छ, लोकतन्त्रलाई बलियो बनाउनु पर्छ र राजतन्त्र पुनर्स्थापना गर्ने कुनै पनि षड्यन्त्रलाई असफल पार्नुपर्छ। गणतन्त्र अमर रहोस्, लोकतन्त्रको रक्षा गरौँ, नेपालका जनताको सर्वोच्चता स्थायी बनोस्। थामीचागु.com सत्यको पहरेदार, जनताको सशक्त आवाज। सेवा, जय गणतन्त्र। अब जनताको आवाज हरपल हरदम। थामीचागु.com, सब्सक्राइब नाउ।